लाइफमा फर्स्ट टाइम सरप्राइज पाउँदाखेरि को चाहिँ खुसी हुँदैन। सो आजको भिडियोमा मैले सरप्राइज पाएको भिडियो थिएँ, त मलाई केही क्लु थिएन कि आज म कहीँ जानुपर्छ भनेर। सो वान अफ माई बेस्ट फ्रेन्ड फर एभरले चाहिँ मलाई रेडी हुनुको लागि भनेको थियो। त म रेडी भएर चाहिँ निक्लेको थिएँ। एन्ड देन जस्तो डेस्टिनेसन पुग्ने बित्तिकै यो सब देख्दाखेरि त आई गट सक इमोसनल ह्याप्पी अल मिक्स्ड फिलिङ वाज देयर। सो म जस्तो भित्र पसेको यति दामी डेकोरेसन गरेको रहेछ मेरो लागि, मेरो स्पेसल डेमा, बर्थडेमा है। अनि त्यहाँदेखिको यो सब देख्दाखेरि त आई गट इमोसनल फर्स्ट। लाइक मेरो लागि पनि कसैले यति डरलाग्दो प्रायोरिटी दिएर मेरो लागि पनि प्रेसियस फिल या फिर आफूलाई प्रेसियस फिल गराएर गर्दाखेरि चाहिँ यति डरलाग्दो खुसी लाग्दो रहेछ। सधैँ तपाईँ अरूको लागि गर्नुहुन्छ, सबै चिज तपाईँ अरूको लागि सोच्नुहुन्छ, तर तपाईँको लागि पनि कसैले एक दिन पनि सोचिदिँदाखेरि यति डरलाग्दो खुसी हुँदो रहेछ। अनि त्यहाँदेखि इमोसनल पनि हुँदो रहेछ। सो म माथि चाहिँ त्यस्तै भइरहेको थियो त्यो दिन। अनि म यस्तो भित्र गएँ अनि क्यामेराम्यान पनि आएर आफूलाई सेलिब्रेटी फिल पनि हुँदै थियो। अनि त्यहाँदेखिको क्यामेराम्यान आएर फोटोहरू भिडियोहरू गरिदिँदाखेरि मलाई यति डरलाग्दो खुसी लागेको थियो। अनि यो चाहिँ एउटा प्राइभेट लाइक हल टाइपको बुक हुँदो रहेछ, जहाँनिर चाहिँ तपाईँ आफ्नो पार्टनर, आफ्नो फ्रेन्ड, आफ्नो लाइक फ्यामिली कसैलाई पनि पार्टी दिनु सक्नुहुँदो रहेछ। सो मेरो लागि पनि यहाँनिर बुक गरेको थियो मेरो फ्रेन्डले। अनि त्यहाँदेखिको चाहिँ म यहाँनिर गएँ। अनि गएर मैले केकहरू काटेँ। अनि त्यहाँदेखिको खानासाना अर्डर गरेको थियो। अनि त्यहाँदेखिको म त यति डरलाग्दो इमोसनल भएँ है। अनि त्यहाँदेखिको डेकोरेसन देखेर नि म यति डरलाग्दो लाइक यति राम्रो मलाई फिल हुँदै थियो क्या। डेकोरेसन पनि यति डरलाग्दो राम्रो गरिदिँदो रहेछ भनेर है। अनि गीतहरू पनि बजिरहेको थियो। मैले चाहिँ पुरा गीत म्युट गरेको छु यहाँनिर, किनकि कपिराइट लाग्छ भनेर। अनि त्यसैले अब यहाँनिर अब लाइक कसैले मलाई यति डरलाग्दो इम्पोर्टेन्ट फिल गराउँदैछ भने म त्यसलाई डिनाइ त गर्नु सक्दिनँ है। अनि त्यहाँदेखिको म इमोसनल भएर यहाँनिर देख्न सक्नुहुन्छ म रुँदै थिएँ है। अनि त्यहाँदेखिको जस्तो यो भइसक्यो। अनि त्यहाँदेखि मैले लु केक काटौँ भनेर केक सेक काटेँ। एन्ड वान अफ अन्ली लाइक एकैजना छ मेरो बेस्ट फ्रेन्ड, त उसलाई मैले केक खुवाइदिएँ। अनि त्यसको बादमा आफूले पनि खाएँ आफै। अनि हामी त्यहीँनिर बसिरहेको थियो। अनि त्यहाँदेखिको मैले पिज्जा सिज्जा अर्डर गरेँ, यो जो पनि हामीलाई खानु मन थियो। अनि त्यहाँदेखिको 2 आवर्समा चाहिँ हामीले किल मुभी हेऱ्यो है। अनि त्यहाँदेखिको म जाने बेलामा पनि इमोसनल भइरहेको थिएँ। त यसरी नै मेरो दिल बितेको थियो बर्थडेमा।